यो रमाइलो दृश्य, यो रमाइलो ठाउँ अनि कुन ठाउँको होला भनेर तपाईहरु अचम्म नपर्नु होला। यो म तपाईलाई जानकारी बनाउँछु, पछि अन्तिमसम्म भिडियो हेर्नु होला। यति रमणीय ठाउँ, यति राम्रो राम्रो दृश्यहरू, यस्ता फुलहरूले रमाइलो शोभा मान्ने भएको हाम्रो ठाउँ। यो ठाउँ एकदमै प्रसिद्ध छ, एकदमै रमाइला पलहरू छन्। यो यति विकसित होला भनेर मैले कहिले पनि सोचेको थिइनँ हैन। यस्तो हुँदो रहेछ, मान्छेहरू गर्यो भने गर्न र हुनलाई केही पनि टाइम नलाग्दो रहेछ। म तपाईलाई यो कुन ठाउँ हो भनेर वास्तवमा भनि नै छु। अन्तिमसम्म भिडियो हेर्न चाहिँ नछुटाउनु होला। यति राम्रो छ कि यति राम्रो छ, म पनि धेरै पछि आएको है। यस्तो होला भनेर मैले कल्पना पनि गरेको थिइनँ के। अनि म पनि धेरै वर्षपछि आएको नि त घुम्न। ठ्याक्कै मलाई थाहा थिएन कि आजभोलि यस्तो होला भनेर। अलिक कम हुँदाखेरि आएको थिएँ। फुलहरू अनि यो हाम्रो धुप्पीसल्लाहरू, यति राम्रो राम्रोहरू दृश्यहरू छ कि तपाईहरुलाई मैले भन्नुभन्दा पनि धेरै तपाईहरुले हेरेर नै बुझ्नुहुनेछ कस्तो छ भनेर। यो ठाउँ यति राम्रो, एकचोटि अवश्य पनि तपाईहरुको इच्छा जागेछ भने हेर्न नभुल्नु होला है। यो हाम्रो कहाँको हो भने दाङ तुलसीपुरको गणेश पार्क भन्ने पार्क चाहिँ हो है, हाम्रै स्थानीय बजारको पार्क। मेरा आफन्तहरू यहाँ पार्क घुमाउन ल्याएको यिनीहरूलाई नै हो है। यहाँ पार्क जाम भनेर आएका त्यहाँ देखिन्छ सबै।